दर्शन नमस्ते सबैजनालाई। आज फेरि मसँग मेलबर्न लाफिङ स्टेसनमा काम गर्न जाम है त। म चाहिँ पसल जानुभन्दा अगाडि नै ग्रोसरी पसलमा गएर एउटा सामान लिनुपर्ने थियो। सामान लिएर पसलतिर लागे। पसलमा अगाडिको सबै कुरा सेटअप गरेर भगवानलाई ढोकेर म पछाडितिर लागे। फ्रेस निम्कीको ससहरू पाक्दै थियो। अनि यता चाहिँ चाउमिनको लागि चना बोइल भइरहेको थियो। यो चाहिँ किमा नुडल्सको लागि नुडल्स भइरहेको थियो। अनि दाइले चाहिँ चक्स नै भेटाएन भन्दै हुनुहुन्थ्यो। पछाडिबाट चक्स ल्याएर दिए। अनि यतिकैमा अर्डर आइहाल्यो 11:50 मा अर्डर लिएर। अनि उतातिर दिदीले चाहिँ चिकन चाउमिनको लागि चिकन ल्याइदिनु भयो। लाफिङको सेक्सन रेडी पारे। त्यसपछि पानीपुरीको झोल स्याटसुट बनाएर आज मैले चिकन किमा नबनाइ नहुनु पर्ने थियो। चिकन किमा मोलेर अर्डरहरू पास गर्दै अनि त्यसपछि यस्तो दिमाग दुखाइरहेको थियो लाफिङको रोटी बन्दै नबनेर। अनि यसो खानाहरू सर्भ गर्दै हाम्रो सुबिन दाई सनराइज दाईहरू आउनुभएको थियो। अनि हाई हेलो गर्दै यसो रमाइलो गफ गरियो। अनि त्यसपछि बिजी हुन थाल्यो। अनि आलु निम्की चटपटेहरू बनाउन हाम्रोमा चाहिँ अहिले $5 मा चटपटे छ है गाइस। रन टु मेलबर्न लाफिङ स्टेसन। लाफिङको सस रेडी पार्दै थियो। दाइले अति भोक लाग्यो अनि कति मिठो मान्दै खाइराख्नु भएको थियो क्या दाइले। अनि यो चाहिँ स्याफालेको अर्डर आएको थियो 6 पिस। स्याफाले काटेर मिलाएर एउटै प्लेटमा राख्यो। अनि यहाँ फेरि मोमो आएको थियो। अनि त्यसपछि फेरि मैले बफ किमा मोल्नु पर्ने थियो। छिटो बफ किमा मोलेँ। त्यतिकैमा क्लोजिङ गर्ने बेला भइहाल्यो। छिटो भ्याकुम लाएर मप लाएर म घरमा आएर नेक्स्ट विकको लागि रोस्टर बनाएर म चाहिँ सुतेँ। गुड नाइट गाइज।